ल साथीहरु, जिन्दगीमै पहिलोचोटि यति ठुलो अरिङल देखेँ साथीहरु, हेर्नुस् त। अनि यो अरिङल काट्नको लागि चाहिँ उहाँ दाजुले चाहिँ सेफ्टी ज्याकेट चाहिँ लगाइराख्नु भएको छ, हेर्नुस् त। यस्तो सेफ्टी ज्याकेट भयो भनेदेखि चाहिँ दिउँसै पनि मजासँगले चाहिँ अरिङल काट्नलाई चाहिँ सकिने रहेछ साथीहरु, हेर्नुस् त। उहाँ दाजु चाहिँ अरिङल काट्नको लागि चाहिँ रुख चढ्दै हुनुहुन्छ, हेर्नुस् त। जुत्तामा पनि एकदम करुवा जस्तो छ, एकदम जहाँ टेक्यो ती नजिक चाहिँ ट्याक्क ट्याक्क अडिने, हेर्नुस् त। आहा, हाम्रो गाउँघरतिर चाहिँ कालो अरिङल धेरै हुन्छ, ठुल्ठुलो गोला पनि हुन्छ। त्यसको लागि चाहिँ यो सेफ्टी ज्याकेट चाहिँ एकदम राम्रो हुँदो रहेछ साथीहरु, हेर्नुस् त। आहा, कति धेरै हेर्नुस् त माउहरू चाहिँ आइसकेको छ, हेर्नुस् त। ओहो, यो सेफ्टी ज्याकेट भएन भनेदेखि त यो अरिङलले टोकेपछि त मान्छेको त ओहो हालत खराब गराउँछ, हेर्नुस् त। यो अरिङल चाहिँ यति ठुल्ठुलो पनि अरिङल चाहिँ हुँदो रहेछ साथीहरु, हेर्नुस् त। कति ठुलो गोला चाहिँ बनाएको छ। ओहो, स्प्रे गरिरहेछ माउ बढी भएर, हेर्नुस् त। ओहो, अब हाम्रो गाउँघरमा सानो सानो गोलामा त कति धेरैमा हुन्छ भने यो त हेर्नुस् त। ओहो, एउटा यो त कम्तीमा पनि 50 केजीको बोरा भन्दा पनि धेरै ठुलो छ है, हेर्नुस् त। आहा, कति ठुलो छ हेर्नुस् त। सानो सानो कुखुरा खोरै जत्रो छ, हेर्नुस् त। आहा, ओ कति मजाले चाहिँ अरिङललाई चाहिँ काटेर पनि भुइँमा चाहिँ झारिसक्नु भएको छ, हेर्नुस् त। अनि यो सेफ्टी ज्याकेट चाहिँ एकदम डह्रो हुँदो रहेछ क्या, त्यत्रो रुख चढ्दाखेरि पनि केही नहुने, हेर्नुस् त। आहा, अनि त्यसको सेफ्टी ज्याकेटको साइड साइडमा चाहिँ यसको पंखा हुँदो रहेछ। त्यो पंखा भइसकेपछि चाहिँ एकदम भित्र चाहिँ हावा छिर्न चाहिँ एकदम सजिलो हुने तरिकाले, अनि चाहिँ जति समयसम्म पनि यो चाहिँ ज्याकेट चाहिँ लगाउन सकियो, हेर्नुस् त। कति ठुलो छ अरिङल। यो अरिङल त अचम्मै छ हौ साथीहरु। ओहो, यो पहिलोचोटि देख्यो यति ठुलो अरिङल चाहिँ। हाम्रो गाउँघरतिर पनि कालो अरिङलले चाहिँ धेरै नै लगाउँछ, गोला बनाउँछ है। त्यसको लागि चाहिँ यो सेफ्टी ज्याकेट चाहिँ एकदम राम्रो लाग्यो, हेर्नुस् त। आहा, कति ठुलो अरिङलको गोला चाहिँ दिउँसै काटेर पनि, हेर्नुस् त। आहा, हामी भने चाहिँ राति राति जानुपर्छ है, आँखा देखि नदेखि है। यस्तो ज्याकेट भयो भने चाहिँ दिउँसै पनि मजासँगले चाहिँ अरिङल काट्नलाई चाहिँ सकिने रहेछ साथीहरु, हेर्नुस् त। कति ठुलो अरिङल यो, हेर्नुस् त। ओहो, तर भित्र चाहिँ फुस्के छ जस्तो छ। एउटा सानो त्यो उसमा चाहिँ भरिलै छ। आमामामा, हेर्नुस् त साथीहरु, जिन्दगीमै पहिलोचोटि यति ठुलो अरिङलको गोला चाहिँ देखियो साथीहरु।